धेरै टाढाको एउटा घना जंगलमा सबै जनावरहरू मिलेर बस्थे। त्यो जंगलको राजा थियो शक्तिशाली शेर सिंहराज। उसको गर्जन सुन्न साथ सबै जनावर डराउँथे, तर ऊ अन्यायी थिएन। ऊ जंगललाई आफ्नो परिवार सम्झन्थ्यो। यो जंगल हाम्रो घर हो, यहाँ सबै सुरक्षित हुनुपर्छ। राजा सिंहराज साँच्चै बहादुर छन्। तर कहिलेकाहीँ धेरै रिसाउनुहुन्छ नि। त्यही जंगलमा एउटा निकै चतुर स्याल पनि बस्थ्यो, फुरे। ऊ सधैँ सोच्थ्यो कि जंगलको राजा आफू बन्न पाए कस्तो हुन्थ्यो। यो शेर बुढो हुँदैछ, अब राजा म बन्नुपर्छ। राजाले तिमीहरूको कुरा सुन्दैनन्, किन डराएर बस्ले? तर राजाले हामीलाई बचाउनुहुन्छले। त्यो त देखाउने कुरा मात्र हो। केही जनावरहरू स्यालको कुरामा पर्न थाले। एक रात जंगलमा ठूलो आँधी आयो। रुखहरू ढल्न थाले, नदीमा बाढ बचाऊ बचाऊ! सबै जनावर डराएर भाग्न थाले। त्यसै बेला हामी सिंहराज डुब्छौं। ठूलो गर्जन गर्दै आए। सबै जनावर मेरो पछि पछि आऊ, पहाडतिर जाउँ। म साना जनावरलाई मद्दत गर्छु। म रुखबाट बाटो देखाउँछु। सबै जनावर मिलेर एक अर्कालाई बचाउन थाले। मलाई कसैले तर बचाऊ। फुरे स्याल भने फुरे आफू बाढीको मात्रै बीचमा बच्न फस्यो। खोज्दै थियो। सबैले सोचिरहेका थिए, अब उसलाई कसले बचाउने? तर सिंहराज अगाडि बढे। राजा, खतरा छ। राजाको काम सबैलाई बचाउनु हो। सिंहराजले आफ्नो ज्यान जोखिममा राखेर स्याललाई बचाए। मैले तपाईको विरुद्ध नराम्रो सोचे, तर तपाईले मेरो ज्यान बचाउनुभयो। साँचो शक्ति बदला लिनु होइन, माफ गर्नु हो। बाढी रोकियो। जंगल फेरि शान्त बन्न थाल्यो। सबै जनावरहरू सिंहराजको वरिपरि भेला भए। हामीले आज साँचो राजा भेट्यौं। नेता त्यो हो जसले सबैलाई साथ दिन्छ। आजदेखि म पनि जंगलको सेवा गर्छु। हामी सबै मिलेर बस्यौं भने जंगल सधैँ सुरक्षित हुन्छ। साँचो नेता त्यो होइन जो सबैलाई डराउँछ। साँचो नेता त्यो हो जसले सङ्कटमा सबैको साथ दिन्छ। माया, एकता र क्षमाले नै संसार सुन्दर बन्छ।